जुन अहिले यो तपाईँको चाहिँ जेनजी आन्दोलन भयो त्यस पछाडिको चाहिँ यो तपाईँले राजनीतिक अवस्थालाई कसरी विश्लेषण गर्न चाहनुहुन्छ यस विषयमा केही छोटकरीमा भनिदिनु न। हस्, धन्यवाद। यो जुन पछिल्लो समय जिएनजी आन्दोलन भयो नेपालमा, त्यसपछिका घटनाक्रमहरू बढ्दैछन्। राजनीतिक रूपमा अहिले नेपालमा चुनावी माहौल पनि तातेको छ। त्योभन्दा थोरै अगाडि यसको विश्लेषण गर्नुपर्ने हुन्छ। जस्तै नेपालमा परम्परागत राजनीतिक दलका पार्टीहरू जो बुढा नेताहरू थिए, जसको खासै देश बनाउने भिजन थिएन, भ्रष्टाचारमा देश लिप्त थियो, त्यसको बावजुद यो तपाईँले अहिले भर्खरै जुन जिएनजी आन्दोलन देख्नुभयो, यो आन्दोलनको पछाडि लामो समय युवाहरूको सङ्घर्ष थियो। विभिन्न किसिमका चरणबद्ध आन्दोलन गरिरहेका थिए युवाहरूले। जस्तै तपाईँले क्वेसन गर्दै गर्दा जस्तै योभन्दा अघिल्लो स्थानीय निकायको चुनावमा पनि जुन थुप्रै स्थानमा स्वतन्त्र उम्मेदवारहरू जो योग्य थिए तिनीहरूलाई जनताले जिताएर उनीहरूले जुन किसिमको समाजप्रति आफ्नो काममा जुन वफादारिता देखाए, त्यसले पनि एक किसिमको आन्दोलनलाई उचाइ दिइरहेको थियो। र पछिल्लो समयमा तपाईँको जुन किसिमले बुढा नेताहरू जो भ्रष्ट पार्टीका नेताहरू थिए तिनीहरूले युवाहरूको आकाङ्क्षा इच्छा अनुसार काम गर्न नसकिरहेको अवस्था थियो। विदेशमा युवाहरूको दिन पलायन भएको थियो। यसको जुन किसिमको जनतामा फ्रस्ट्रेसन थियो, त्यो फ्रस्ट्रेसन लामो समयदेखि सामाजिक सञ्जालमा यसको एक किसिमको विद्रोह निक्लिरहेको थियो। त्यसको एउटा सिङ्गो पुरा रूप भनेको यो जिएनजी आन्दोलन हो, जसले धेरै किसिमका परिवर्तनहरू देख्न पाइएको छ अहिले नेपाली समाजमा, नेपालमा विशेष गरी। यसको पहिलो उपलब्धि भनेको जुन जिएनजी आन्दोलन भयो, त्यसपछि देशलाई माया गर्ने, देशलाई बनाऊ भनेर लाग्ने युवाहरू एकै ठाउँमा जुट्नु पनि एक किसिमले यसको ठुलो उपलब्धि मान्न सकिन्छ। साथसाथै जो योग्य छन्, जो पढे लेखेका छन्, जोसँग भिजन छ, तिनीहरूलाई यो आन्दोलनपछिको यो जुन चुनाव घोषणा भएको छ, यसले संसदमा र सरकारमा पुगेर आफ्नो काम गर्नको लागि चुनाव एउटा अवसरको रूपमा आएको छ। र जस्तो अब तपाईँको अहिले बालेन चाहिँ झापा क्षेत्रमा नम्बर 5 मा पुगिरहेको छन् अहिले चुनाव लड्ने क्रममा चाहिँ। अब तपाईँले यसलाई चाहिँ कुन रूपमा लिनुभएको छ? जस्तो यो पनि एउटै छन्, यो एउटा चुनाव होइन। यसलाई म यो जुन झापाको क्वेसन गर्नुभयो, यो चुनाव होइन, यो भ्रष्टाचार, व्यथिति अनि जुन समाजमा एउटा किसिमको राजनीतिक ठेकेदारहरूको विरुद्धमा झापामा जनमत सङ्ग्रह हुँदैछ। यो जनमत सङ्ग्रहमा देश बनाउने र देश लुट्नेहरू बिचको यो एक किसिमको चुनावी युद्ध हुँदैछ। यसमा झापानी जनताहरू एकदमै भाग्यशाली पनि छन्। किन भाग्यशाली छन् भन्दा उनीहरूले नयाँ नेपाल बनाउने जुन युवाहरूको एउटा सपना छ, नेपालीहरू समृद्ध हुनुपर्छ, नेपाल बन्नुपर्छ भन्ने किसिमको जुन एउटा उद्घोष छ युवाहरूमा, यो उद्घोषको सबैभन्दा उत्कृष्ट चरण र यो भाग्यशाली, म झापाली जनताहरूलाई भाग्यशाली भन्दैछु। उनीहरूले नयाँ इतिहास कोर्ने एउटा सुवर्ण अवसर छ। यसलाई अवश्य पनि झापाका जनताले स्वीकार गर्नेछन्। मलाई लाग्छ बालेनले यो चुनावमा सजिलैसँग उनका आफ्ना प्रतिद्वन्दी जो आन्दोलनलाई दबाएर जुन युवाहरूको जो विद्यार्थीका स्कुले ड्रेसमा जुन विद्यार्थीहरू मारिएका थिए तिनीहरूको न्यायको निम्ति झापाली जनताले नयाँ इतिहास रच्ने म मूल्याङ्कन गर्दैछु। जस्तो अब आज झापामा तपाईँको ठुलै भिडभाड देखियो होइन, तपाईँको चाहिँ अब यो जनताहरू स्वतस्फूर्त रूपले चाहिँ आफै आएका थिए जुन बाटोमा देख्दाखेरि। यो कुनै बोलाएको भिड थिएन होइन, मासु भातको लोभमा चाहिँ देखाएको चाहिँ भिडभाड थिएन। यो जनता स्वस्फूर्त रूपमा आउँदै गरेको देख्दै गर्दाखेरि त्यसलाई तपाईँले कसरी विश्लेषण गर्नु? यो जनलहर कस्तो हुन्छ भन्दाखेरि जब के भन्छ एक किसिमको नयाँ केही गरौँ भन्ने जुन युवाहरूमा भावना आउँछ, जुन जागर आउँछ, जोस आउँछ, त्यसको पछाडि एउटा सिङ्गो समाज पनि हुन्छ। समाजले नै यसलाई स्वीकार गरेको अवस्था छ अहिले। अब नेपाली समाजले, सिङ्गो नेपाली जनताले, नेपाली मतदाताहरूले अब चाहिँ यो पुराना बुढा पुस्ताबाट हुँदैन, नयाँ पुस्तालाई के भन्छ समर्थन गर्नुपर्छ। अब हाम्रा छोरा नातिको भविष्यको लागि पनि हामीले पनि युवा पुस्तालाई साथ दिनुपर्छ भनेर समग्र रूपमा अगाडि आएको देखिन्छ हिजोको जुन त्यहाँ जुन एउटा माहौल देखियो झापामा। र अर्को कुरा के हुन्छ भन्दाखेरि जब जोसँग विचार हुँदैन, जोसँग के भन्छ केही गरौँ भन्ने आफ्ना प्लान योजना हुँदैनन्, जो अन्तिम अवस्थामा कमजोर अवस्थामा पुगिसकेको हुन्छ, उसले आफ्नो अन्तिम बल प्रयोग गर्न सक्छ। त्यसमा के भन्छ कस्तो हुन्छ भन्दाखेरि जुन
युवा जोस जाँगर हुन्छ त्यसलाई सही सदुपयोग गर्नुपर्ने पनि म देख्छु। जस्तै कस्तो हुन्छ भन्दाखेरि त्यो भिडभाड भएको हो कि गराइएको हो कि जहिले पनि विपक्षीहरूले पनि आफ्ना रणनीतिहरू बनाइरहेको हुन्छ। कसरी हुन्छ आफ्नो पोल्टामा आफूले खाइरहेको राजनीतिक जुन एउटा पेसा बनाएका छन् त्यसलाई आफ्नो हातबाट फुस्कन दिन चाहँदैनन् उनीहरू पनि। त्यसको लागि उनीहरू पनि अन्तिमसम्म मर्ने बेलासम्म पनि भनौँ नेपाली राजनीतिक भाषामा मर्ने बेलासम्म पनि आफ्नो पद छोड्न चाहन्नन्। त्यसको एउटा उपज पनि हो र नेपाली भाषामा भनिन्छ नि मासु भातमा अथवा के भन्छ पैसामा नेपाली जनताहरू बिक्छन् भन्ने त्यसको नेपाली जनताले त्यसको प्रतिरोध गरेका छन्। खुला स्पष्ट कसैले नबोलाइकन कसैले एक कप चिया नखाइकन जनताहरू पनि देशको परिवर्तनको निम्ति युवाको निम्ति सडकमा आउँछन् भन्ने एउटा उदाहरण पनि हो। अब तपाईँलाई यो एउटा अन्तिम प्रश्न, अब जाँदा जाँदै तपाईँले के भन्न चाहनुहुन्छ? जस्तो भोट केमा दिँदा बेस्ट लाग्छ? जाँदा जाँदै यति बेला म जस्तै नेपालमा चुनावको माहौल भइरहेको छ, नेपालमा एक किसिमको उत्साह उमङ्ग पनि छ। त्यसको पछाडि यसको एउटा श्रेय एउटा ठुलो युवा जनशक्ति जो परिवर्तन चाहन्छ त्यो यति बेला देशभन्दा बाहिर, म आफै स्वयं अहिले देशभन्दा बाहिर छु, म मतदाता भएको भए पनि म यति बेला भोट हाल्न नसक्ने अवस्थामा छु। यसको एउटा सन्देश म के दिन चाहन्छु भन्दाखेरि जो विदेशमा हुनुहुन्छ उहाँहरूले कमसेकम पनि यो एउटा अन्तिम लडाइँ हो, यो एउटा पुस्ता हस्तान्तरणको, यो नेपाल बनाउने लडाइँ हो। यो लडाइँमा तपाईँहरू नेताहरूले डाइरेक्टली तपाईँलाई बेचेको तपाईँलाई भान हुन्न, तर नेताहरूले हामीलाई बेचेका थिए। हामीलाई हाम्रो देशमा बस्ने वातावरण सिर्जना नगर्नको कारणले हामी विदेशमा छौँ र हाम्रो यति बेला एउटा जिम्मेवारी, हाम्रो एउटा देशप्रतिको एउटा राष्ट्रियता भावना के हुन्छ भन्दाखेरि हामीले हाम्रा परिवार, हाम्रा छिमेकी, हाम्रा साथीभाइ, इष्टमित्रहरूलाई सकेसम्म यो परिवर्तनमा तपाईँहरूले भोट हालिदिनुहोस् भनेर आह्वान गर्नुपर्ने जरुरत हुन्छ। म पनि सामाजिक सञ्जालमा त्यो किसिमको आह्वान गरिरहेको छु। यो परिवर्तनलाई आज भोलि पर्सि केही दिन केही समय लाग्न सक्छ। हाम्रा बुवा मम्मीहरूको जुन के भन्छ पुराना राजनीतिक दलप्रतिको धारणा छ त्यो चेन्ज गर्नको निम्ति हाम्रो महत्त्वपूर्ण भूमिका हुन्छ। सम्पूर्ण युवाहरू पढे लेखेका जो आफ्ना क्षेत्रमा विज्ञ हुनुहुन्छ एकपल्ट सक्नुहुन्छ नेपाल गएर मत हाल्नु, सक्नुहुन्न भने विदेशबाट तपाईँको आफ्ना सामाजिक सञ्जालबाट यो जुन एउटा नयाँ नेतृत्वको एउटा नयाँ आवाजको बुलन्द भएको छ यसको संरक्षणको लागि सबैले भोट परिवर्तनको लागि अपिल गर्नुहोस् भन्न चाहन्छु। धन्यवाद।